हेलो सबैजनालाई। म चाहिँ यहाँ दिदीकोमा आएको थिएँ। दिपा दिदी मात्र घरमा रहेछन्। पुष्पा दिदी कता जानुभयो भन्ठानेको त यतै मस्त यहाँनिर आएर बस्नु भएको रहेछ नि। कसँग बोल्दै दिदी? हजुर 35 रुपियाँको आउँछ होला। 30 रुपियाँको आउँछ र अहिले याम्बे हुन्छ हेर्छु। हस् यतातिर त ल मकै नि कति सानो सानो उठेको छ हेर न त। धेरै ठुलो नि उठेको छैन। हाम्रो गाउँतिर चाहिँ लास्टै गर्मी हुन्छ के ल। गर्मी धेरै के गर्मी। त्यसैले आजभोलि मान्छे घरमै बस्दैनन्। घरमा बस्नुको सट्टा यता कोही बारीको पाटामा आएर बस्छन्, कोही रुखको माथि गएर बस्छन्। घरमा चाहिँ लास्टै गर्मी है। बाटोमा यस्तो हावा आउँदा चाहिँ कस्तो चिसो क्या। गर्मीमा गर्मी, चिसोमा लास्टै चिसो क्या। राइट यस्तो नि हुने रहेछ। तर मेरो मम्मीको घरतिर उता दुःख छापतिर त यहाँ त्यस्तो धेरै गर्मी चाहिँ नहुने, जाडो चाहिँ हुने क्या। यता चाहिँ लास्टै गर्मी। हाइट म चाहिँ भर्खरै है दाइसँग बसेर मस्त खाएर आएको है। सेलरोटी पकाउनु भएको रहेछ। सेलरोटी खाएर आएको। थोरै भिडियो बनाउनु पाएन क्या। चार्ज सकेर म त्यहाँ दाइको घरमा चार्ज नि गरिरहेको थिएँ। नत्र म बनाउँथेँ। झन्नै लडेको भए नि। हाम्रो गाउँ कस्तो दामी थियो भने यताबाट नि र यतातिरको भ्यू बब्बाल देखिन्थ्यो है। घामले गर्दा थोरै मजाले नि देखाएको छैन कि के भयो। यहाँ हाम्रो यहाँ पहिला अमला कति धेरै पर्थ्यो। अहिले त अमलाको नि स्वाहा भएछ। अहिले अमला नि पर्दैन कि क्या। बुढो भइसक्यो जस्तो छ यो अमला काट्ने है। थाउ बवाल छ तर गर्मी अलि धेरै भयो। अरू त केही फरक परेन। गर्मी मात्र नभएको है ल मजा आउँथ्यो होइन। गर्मी धेरै छ के गर्नु। ल कस्तो स्माइल तेरो मोबाइल तल झार। ल कसले भनिराखेको छन् यता हेर्नु न। ल यता हेर्नुहोस् न कसको यो यस्तो रिसाउने। यता हेर्नुहोस् न दिदी। हेर्नुहोस् न हेर्नुहोस् यो को डन यता के भन्न। हेलो हेलो ए र दिदीले मलाई आज आएर होइन बदमास भन्नुभयो क्या होइन। अनि अब म दिदीले होइन आजदेखि म दिदीलाई यस्तो भयो ल भयो। यो हाम्रो मेरो यो निनी त झन् मलाई थर्काकै गर्नुभयो। एउटा टिकटक आइडी नबनाइदिनु भएको भनेर कसम अघिदेखि ल थर्काएको छन् है। यस्तो नम्बर 1 थर्काउने मान्छे भनेको हाम्रो यो निनी है। सुमिता निनी होइन। नाम सुमिता है तपाईँको। हेर हेर्नु न राम्रीमा राम्री ओहो। अनि यो हाम्रो यी दिदी त झन् मलाई अघिदेखि सरापिरहेछन् कि अघिदेखि काको रिसो। ए ऊ अचाएर त्यो गरेर यो गर्छन्। ए माई गड। हेलो दिएर त पनि दिन्न र दिदी। एक्सक्युज मी दिदी। दिदी अहिले बनाउने ओके दिदी यता हेर्नु न। दिदी दिदी हेलो सबैजनालाई। आजको लागि यति नै है। म भर्खरै पानी लिएर आएको। अब मेरो भिडियो कस्तो लागेको छ, राम्रो लाग्यो भए लाइक गरिदिनु होला। अनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। बाई बाई सबैलाई।